निस्किसकेको छु राइडको लागि घरबाट। ओहो दिदी त तल चढिदिरहनु भएको। ओए कता खाल्टो ओए यस्तो छ है यो पुल चाहिँ धेरै साङ्ग्रो छ। अब यहाँ पुल चाहिँ बनाउनु पर्ने हो है, अर्को खालको ठुलो अलि बढाउनु पर्ने हो। यसरी साइड लाइट दिनुपर्छ, यसो हेरेर बाटो काट्नुपर्छ है। थ्याङ्क यू। ओहो स्कुटीलाई लास्टै 1000 भएछ। यस्तो भिजिबल नभएको रोडहरूमा चाहिँ टक्क लाएर होइन सिग्नल दिएर मात्रै जानु होला, सजिलो हुन्छ। त्यस्तो भयो भने चाहिँ जस एक्सिडेन्ट हुने चान्स कम हुन्छ एकदमै। कहाँ हो त अनि? ए हावा चाहिँ खतरा हात यो बाइकको त, कुदाउनु त मजा आउँदो रहेछ। हाई सिसीको आनन्द, खुट्टा पनि पुरा स्टेबल छ। टक्कर आएर सोफामा बसे जस्तो बसिरहेको छु होइन, अनि चलाइरहेको छु। कस्तो मिठो आवाज दिइरहेको यार। मैले मिठो सुनेको हो कि बाइकै मिठो छ मेरो बाइक। कम्फर्टेबल फिल भइरह। यहाँ राखिदिउँ ल। मेरो मेरो किन तिमीले चलाउनु? को आशीले चलाउने हो? ए मेरो लेस बाँध्दैन बे। अघि त्यहाँ बाइक निकाल्दाखेरि निस्क्यो के। यस्तो साथी हुनुपर्छ है, लेस बाँध्यो भन्दा लेस बाँधिदिने। आशिष तिमीहरू अगाडि हिँड्न नि, तिमीहरू अगाडि हिँड। के भयो? लु छ हो यहाँ फर्स्टमा राखेको भएर होला कि, यहीँ राखेको भएर होला कि छिटो उ भएको। त्यो टायर त ठिक छ त, ठिक छ टायर त। त्यही न अगाडि देखा न के भन्छ तिनीहरूले नभए। के भएको छ? यहाँबाट बस्ने मिल्छ नि, यो यसको गुना हुन्छ नि, त्यो खाइसकेछ के। ए तपाईँ जस्तै मान्छे एउटा ब्लक बनाएर त्यो 220 को पछाडि गर्दै म यो लरे थियो नि। म यो तिमीले नि हेऱ्यौ? यो स्कुटरलाई हानेर भागेर थियो नि। हो मेरो साथी हो चाहिँ। ल धन्यवाद है ब्रो। ल ल सब्सक्राइब गरेर जाऊ नि मलाई। ल धन्यवाद। ल यस्तो सानो बाटो छ, साङ्ग्रो बाटो छ। यसो ओभरटेक गर्न अलिकति रिक्सी हुन्छ, सो हेरेर ओभरटेक गर्नु पऱ्यो होइन। अब लाइनिङहरू छ ओभरटेक नगरेर भनेर होइन, बिचमा ब्रेक लाइन थिएन। यस्तो ब्रेक लाइन भएको छ, म चाहिँ ओभरटेक गर्छु होइन। सो हामी अब चापाको दो बाटो जाने बाटोबाट। ए दिदी के गरेर हो? गयौँ भित्र, अब अँध्यारो भइसक्यो होइन। चापाको दो बाटो, अब यो बाटो अलिक जाम हुन्छ, साँझ पनि परिसक्यो, अफिस टाइम पनि छुट्टी भइसक्यो होइन। सो अहिले 6:39 भइसक्यो, राति अँध्यारो भइसक्यो होइन। हामी चाहिँ ले कटिसक्यौँ। एन्ड अब कति टाइम लाग्छ त्यो मलाई थाहा भएन होइन। अब जाँदैछौँ, बाटो चाहिँ अफरोड चाहिँ यहाँबाट लोडायो क्या। के गर्ने, भ्लगर हुन नि गाह्रो छ। ठुलो हात हिँड्नुपर्छ पछाडि। बाटो चाहिँ डरलाग्दो रहेछ राति हिँड्न चाहिँ होइन। मेरो बाइक चाहिँ ओभरहिट भयो होइन, तात्या पुरै फ्यान चलिरह। केटाहरूलाई सर्ट ब्रेक लिए जस्तो छन् त्यहाँ माथि यस्तो मुन। ओहो ए मेरो मोबाइल त यहाँ छ यार। यति राति मान्छे हिँड्दो रहेछ नि यतातिर त। अब आइपुग्नु लागि जस्तो लाग्यो मलाई चाहिँ। है कता अँध्यारोमा त त्यो माथि बत्तीहरू बोल्दा त्यही पुग्ने हो जस्तो लाग्यो मलाई। यहीँ हो पुगिहाल्यौँ हामी। पुग्यौँ हामी। यहाँ बाइक यतिकै राखिदिने हो? हामी यहीँ बस्ने हो जस्तो हो त? यहीँ बस्ने हो र? ए सबै एउटैको हो? त्यही दाइको हो? करोडपति हुनुहुँदो रहेछ त दाइ त। हामी आएको चाहिँ हामी यहाँ कहाँ आएको रे? हामी आएको चाहिँ कहाँ आएको?
दिदी हामी यहाँ कहाँ आएको के अरे भारतीय भन्ने ठाउँ हो अलिकति केही भनिदिनु न किन लजाउनुहुन्छ झन् गरिदिनु मन लाग्थ्यो यस्तो गरेपछि त पुरै लजाउनु भयो त अब तपाईँ त अब त्यस्तो त हालिदिनु परिहाल्यो होइन के गर्ने हुन्छ हजुरले नदेख्ने गरी हालिदिन्छु हामी आएको चाहिँ यहीँ हो यो 17 झ्याले गनौँ है यो सबै झ्याल हो 1 2 3 4 5 6 7 8 9 10 11 उता साइड पनि उत्तरी त होला नि 12 13 14 15 16 अनि 18 वटा छ तपाईँ 17 झ्याले भने होइन सो यो चाहिँ हाम्रो 17 झ्याले रिसोर्ट है भारदे भन्ने ठाउँमा छ दक्षिण ललितपुर हाम्रो हामी यहाँ अब गङ्गोबदेखि आउँदाखेरि हामीले 21 किलोमिटर भनेको थियो गुगल म्याप्स तर टाइम चाहिँ हामीले लगभग 2 घन्टा लाग्यो गाइस 2 घन्टा लाग्यो अब यहाँ चाहिँ 17 वटा झ्याल छ गन्दाखेरि खास 17 पुगेन सायद छेउछेउतिरको यतिर होला गन्न नआएको हामीहरूलाई अनि अब यहाँ यही हो मजाले दाइहरू यहाँ चाहिँ एकदम राम्रो छ पहिला हामी 1 वर्ष पहिला आएको थियौँ माघे सङ्क्रान्तिको बेलामा होइन शिवरात्रिको बेलामा आएको थियौँ अनि फेरि त्यो याद शिवरात्रि साउन लागेको थियो गइदिउँ न त भनेर त आएको हामीहरू गुराँसहरू पनि फुल छ यतातिर वरिपरितिर भोलि बिहानतिर सबै देखिन्छ अनि यतातिर माथितिर डाँडामा 3टा मूर्ति पनि छ हाम्रो फुल्यो होला अहिलेसम्म फुल्यो होला यहाँ क्याम्प फायर गर्यो यो घर चाहिँ हाम्रो 120 वर्ष पुरानो घर हो कि पहिला घर थियो मान्छेको घर थियो त्यसपछि दाइहरूले अहिले यसलाई चाहिँ रिसोर्ट बनाउनु भएको छ मजाले अनि त्यो दाइको होमस्टे टाइपमा मजाले सबै सेवा सत्कारहरू हुन्छ यहाँ आउनुभयो भने तपाईँले त्यही हो अरू कुराहरू यस्तै हो यो ढोका भयो होइन टक्क यसरी जाने भित्र पुरै यो एकदम पुरानो 120 वर्ष पुरानो त हो साँच्चै के हो अहिलेसम्म जस्ताको जस्तै छ है मेन्टेनेन्स गरेको भएर होला सो यहाँ चाहिँ यस्तो बस्ने छ होइन एकदम राम्रो बनाएर राख्नु भएको छ कि यतिखेरसम्म टक्क टिभी पनि रहेछ अहिले पहिला चाहिँ आफै बस्नुहुन्थ्यो होइन अनि अहिले चाहिँ के भयो भन्दाखेरि चाहिँ यहाँ जस होमस्टे गराउनु भएको छ यसलाई यो ठाउँलाई चाहिँ होइन अनि देख्न सक्नुहुन्छ यस्तो यहाँ बोरिङ भयो खुड्किलो भन्छ नि यसलाई त होइन खुड्किलो हो यो चाहिँ यसरी हिँड्नु पर्यो यहाँ 2टा झ्याल रहेछ होला त्यस्तै गरी पुग्छ अब यहाँ चाहिँ अब हाम्रो सिंगल रुमहरू सुविधाहरू छ यहाँ कपालहरू आउने भएमा कोहीलाई त्यस्तो हुन्छ नि टक्कलाई 2 जना बस्यो यता 2 जना बस्यो सिस्टम छ रुमै हो यो पनि रुमै हो अनि यहाँ चाहिँ अब टक्कलाई यस्तै बारदली मजाले होइन हल्लियो लचक मचक त्यो कम्मर रे देउ न देउ नम्बर रे होइन अनि टक्क ल्याएर यहाँको चाहिँ हामीले यहाँको रुम छान्नुको कारण चाहिँ पहिलेदेखि हामी 80 का बसिसकेको थियो त्यो डाइरेक्टली यहीँ छानेको के मिल्छ सबै मिल्छ चट्ट ल्याएर हेर्न अब यहाँको ल यहाँ चाहिँ मजाले ग्रुपमा आयो मजाले बस्यो फिजाएर बस्यो मजाले यस्तो ठाउँमा चाहिँ हामीले फेरि एउटा रेस्पेक्ट चाहिँ गर्नुपर्ने हुन्छ यहाँ चाहिँ भित्र चुरोटहरू यताउताहरू चाहिँ गर्न मिल्दैन किनकि देख्नुपर्छ काठको छ सबै कुराहरू एक मिस गेम फिनिस हुन्छ यहाँ त त्यो भएर आफूले डिसिप्लिनमा बस्नु पर्यो जे काण्ड गर्ने बाहिर छ काण्ड गर्ने ठाउँ सो यति नै हो तपाईँले देखिहाल्नुभयो अब म एउटा कुनाबाट देखाइन्छ सबै एङ्गल यहाँ ह्याङ्गर छ होइन ह्याङ्गर भयो यो चाहिँ यस्तो यहाँ त पुरो यो हलै रहेछ होइन केही जान्न सधैँ अब यिनले चाहिँ च्यालेन्ज के भइरहेछ भने चाहिँ 50 पुसअप हान्ने नन पुसअप थाक्छन् उहाँले चाहिँ 500 दिनुहुन्छ है ल यो हेर मैले भनिसकेको छु कन्डिसन के छ अहिले 1 2 3
खाएको निस्केला भाइ छोड्दै लुकेको कुरा नभने पनि भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया कान्छी हे कान्छी कोही त बोल ए मनको कुरा खोल म बादल कौला तिमी जुरेली जस्तै तपाईँले बेस गरेको बिस्तारै 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 तपाईँको पछि गाडबाट आवाज निकाल्नु के त ना मात्र भन्नु पल्लो राइड गर्नु पर्दा पल्लो सबैलाई याद आयो गुड मर्निङ एभ्रिवान। म चाहिँ यो सत्र झ्याले होमस्टेमा छु होइन। अहिले चाहिँ यहाँको इन्भाइरोमेन्ट एकदम पिसफुल छ, मस्त छ, घाम लागिरहेछ होइन। त्यस्तो छ हेर्नु। यो चाहिँ बारदली भयो, बारदलीको झ्यालबाट चाहिँ मैले ब्लग बनाइरहेको छु अहिले चाहिँ। अनि यहाँ चाहिँ अब एकदम मौसम अहिले पनि चिसै छ भनौँ न काठमाडौँको भन्दा। हामी यहाँ ट्राउट फार्म जानु लाग्यो होइन। तल यहाँ माछा पालन छ। यहाँ माछा पालन चाहिँ अब हामी गएर हेर्छौँ अनि माछाहरू लिएर आउँछौँ। आज माछा खाने हो अब अहिले दिउँसोको खानामा होइन। के भयो के भयो केटाहरू अगाडि गइसक्यो। आज अब दिन यतै बित्छ, साँझतिर फर्किने हो। किन हिजो पनि साँझ आइएको थियो। कहाँबाट हो फार्म? खै यहाँ त खाली छ त। माथि त्यहाँनिर हो जस्तो छ, बन्दै छ जस्तो छ, अझै कन्स्ट्रक्सन हुँदैछ जस्तो छ। मरम्मत बन्दैछ भन्दा नि मरम्मत छैन। ए गलत ठाउँमा पो आइपुग्यौँ हामी। केटाहरू उल्टो बाटो लिएर आउँछ नि जतिखेर पनि होइन। ए अँ
बग्नु पर्यो पानी चाहिँ। अहिले चाहिँ हामी यहाँ ट्राउट फार्ममा छौँ। नर्मली यो ट्राउट फार्महरू चाहिँ काठमाडौँ वरिपरि धेरै ठाउँमा छैन। अनि यो चाहिँ स्टिम वाटरहरू मात्र पाउने बाँच्ने माछा हो, त्यसैले जहाँ पाइ त्यो पाउँदैन। अनि हेल्थको लागि चाहिँ एकदमै धेरै बेनिफिसियल हुन्छ यो माछा चाहिँ। जो प्रेसरको मान्छेहरू, प्रेसर भएको लो प्रेसर भएको मान्छेहरूले खान मिल्छ। अनि पोन्डहरूमा चाहिँ बाँच्दैन। नेपाली ब्रिड होइन, जापानहरू कहाँ कहाँबाट ल्याउनुहुन्छ अरे, तर यहाँ चाहिँ पाल्नुहुन्छ। यो फ्लोइङ वाटरमा मात्र चिसो पानी जहाँ पाउँछ नि, यो फ्लोइङ वाटरमा चाहिँ पाउँछ। अब यहाँ खोला छ, चिसो पानी आउँछ, जम्मा आउँदैन क्या, फ्लो भएर जान्छ। यहाँ ड्यामहरू बनाउनु भएको छ सानो सानो, अनि यहाँ पाल्नुहुन्छ। अब यो बगेर जान्छ क्या, त्यही भएर अलि रियर, अलि राम्रो, एक्सपेन्सिभ, हेल्थको लागि नि बेनिफिसियल माछा नै हो। आयो आयो एउटा आयो यहाँ बाल्टिनमा खाना आइज। ट्राउट माछा है तल लत्रे बे कतिवटा निकाल्यो नि ठुलो रहेछ है। कतिवटा दुईटा रहेछ दुईटा यस्तो चिप्लो हुन्छ नि हामीले पहिला हातले समात्न 1 घन्टा ट्राई गरेको, एउटा समातेन। हेर्नु न जाँदै जाँदा कि हातले ट्राई गर्नु हेर्नु है नि, यति मात्र समात्न गाह्रो भइरहेछ। एक्टिभ प्र्याक्टिस गराएको मेरोसँग एकदम एक्टिभ हुँदो रहेछ नि। लास्टै चिप्लो हुन्छ क्या, चिप्लो हुन्छ क्या लास्टै। सुन्दाले समातेर हुन्छ आयो 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 समात्यो। स्वार रे होइन होला अघि बेच नि त, तिम्रो भेरिफाइड छ। पर्यो रे दुईटा तिनवटा बारे खान। ओ केसमा मात्र लिस्ट भएको छ, अरूमा पनि लिस्ट भएको छ होला। यो माछा समात्नु चाहिँ एकदम गाह्रो हुँदो रहेछ होइन, लास्ट गाह्रो हुँदो रहेछ। हातले समात्नु चिप्लो हुँदो रहेछ। वेट बढी हुन्छ यसको चाहिँ, हेर्दै सानै हो त। खसममा के पानीमा अहिले यार केटा। कस्तो लाग्यो त तपाईँलाई खाना? अब यहाँको खानाको त कुरै नगर्दा हुन्छ साथी। मैले अहिलेसम्म जिन्दगीमा जति ठाउँमा गएँ नि, पोखरादेखि लिएर मनाङ, मुस्ताङ, नेपालगञ्ज, पूर्वदेखि पश्चिमसम्म जति खाना खान्छु, यहाँ कस्तो बेस्ट खाइ पनि के मिट लाग्यो? सब मिठो, इज एन्ड एभ्रिथिङ। खाना खानको लागि पनि यहीँ आउनुपर्छ हो। हामी चाहिँ यहाँ अब उकालो चढ्दैछौँ होइन, माथि मन्दिर हेर्न गइरहेछौँ। माथि मन्दिर छ, हिँडेर जानु त्यस्तै लाग्छ होला 15-20 मिनट जति। यस्तो मजाको बाटो रहेछ, त्यस्तो उकालो पनि रहेन चढाउनु चाहिँ। यहाँ अर्को फुल्दै छ ग्रास। हामी चाहिँ आइपुग्यौँ है, यहाँ बेजोथान दर्शन गर्छौँ। आज चाहिँ म हजुरहरूलाई गुराँस चाहिँ एक्चुअली कसरी टिपिन्छ, कसरी टिप्दा चाहिँ गुराँस
अब धेरै वर्षसम्म फुलिरहन्छ कसरी टिप्दा चाहिँ गुराँस अब फुल्न गाह्रो हुन्छ भनेर सिकाउन गइरहेको छु गाइज यता लटरम्मै फुलेको छ माथि माथिसम्म पनि छ म चाहिँ यो गुराँस टिप्न गइरहेको छु भर्खर फुल्दै रहेछ कोपिलाहरू पनि छ कुनै कुनै चाहिँ ठुल्ठुलो पनि फुलिसकेको छ गुराँस टिप्ने बेला चाहिँ हजुरहरूले यो पुरै डाँठै चाहिँ नबाच्नु होला अलिकति यो टुप्पोमा समातेर प्याट यतिकै मेन कुरा चाहिँ गुराँस टिप्ने बेला उयो कुरा ध्यान दिन पर्यो क्या दाइ बाटो चाहिँ आउने बाटो एकदम गुराँस रुखको एउटा फिचर्स नै के हो भने चाहिँ जहिले पनि भिरमा फल्छ क्या गाह्रो ठाउँमा सिधा ठाउँमा त फल्दै फल्दैन यो म पनि त्यही भन्दैछु पुरै बाङ्गो फल्छ क्या त भिरमा मात्र सिधा ठाउँमा फल्दै फल्दिन्न राम्रो कुरा अनि कहाँ सजिलै पाउँछ त्यस्तो भ्यालुएबल छ अब चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो है यहाँबाट चाहिँ निस्केर हामी गुम्बा जान्छौँ गुम्बाबाट चाहिँ अनि घरतिर लाग्छौँ आज अब अनि सब रेडी भएर निस्किसक्यो केटाहरू चाहिँ अगाडि मजाले पछि अब हाम्रो बाइक यहाँ तल पार्किङमा छ यहाँबाट हामीलाई गुम्बा जान कति टाइम लाग्छ आधी घन्टा बाइकमा अब चाहिँ हामी यहाँबाट बाइकमा जान्छौँ गुम्बासम्म त्यहाँदेखि चाहिँ अनि घरतिर जाने ब्याग चाहिँ यहीँ छोडेको छौँ हामीले होइन ब्याग लिन आउनुपर्छ फेरि यहाँ माथि किन ब्याग लिएर गइरहने भनेर ब्याग चाहिँ बोकेको छैन केटाहरू अगाडि कुदिरहन् मलाई बाटो चाहिँ यस्तो छ है अफरोडै छ होला सायद प्रायः सबै यता माथिबाट जाने रहेछ यहाँबाट लेफ्ट लाग्ने है यसरी बोर्डसोर्ड सब च्यात्ते रहेछ काठमाडौँ भ्यालीमै पर्छ तर कस्तो यो अन्त्य कहाँको कहाँ जस्तो फिल हुने कि यतातिर चाहिँ एकदम नयाँ ठाउँमा नयाँ दुनियाँ त होइन नयाँ ठाउँमा आएको जस्तो फिल हुने होइन आमायाङ्ग्री जाने बाटो नै यस्तै ढुङ्गाको छ भन्ने सुनेको छु तर योभन्दा चाहिँ ठुल्ठुलो ढुङ्गा छ होइन यहाँ त त्यस्तो खास चाहिँ अफरोड त छैन अब यस्तो बाटोमा चाहिँ अहिले अफ हुन्छ मेरो ट्र्याक्सन कन्ट्रोल अफ नगरेको भए चाहिँ होइन जस्तो झुल्दो रहेछ यार घर के बाटो त्यही त होला नि है केटाहरू छोडेर गइहाल्यो सँगसँगै नहिँडेर गाह्रो छ नि भ्लगर हुन नि त्यसै कहाँ सजिलो छ र बाटो चाहिँ डेन्जर रहेछ एक साइड हिँड्नु पऱ्यो लेफ्ट साइड चेप्नु पऱ्यो आफ्नो साइड लगभग हामी यो फुल चौकी छ नि उताको ललितपुरको त्यसकै यतापट्टि हो होइन त्यसको यतापट्टि डाँडा पर्छ त्यो चाहिँ गुम्बा चाहिँ होइन अनि अब हाइटमै छ काठमाडौँको सेकेन्ड हाइएस्ट हाइटमा भएको डाँडा हो भनेर भनिरह होइन त्यो बाइक चाहिँ जस्तोमा आउनु त आनन्दको डट बाइक हामी यस्तो बाइक लिएर आउँछौँ मेरो क्यामेरा चाहिँ अफ भएको छ सो यहाँबाट चाहिँ होइन अब यहाँबाट चाहिँ हामी गुप्तेश्वर गुफातिर जान्छौँ होइन यता यो राइट लाग्छौँ यो यस्तो छ अर्को बाटो चाहिँ यता चाहिँ होइन यहाँ नगरिकन यता राइट जानुपर्छ क्यामेरा अफ भएको छ सो मैले मोबाइलबाट खिचेको एकछिन है सो यहाँ म माथि धेरै हाइटमा आइसक्यौँ है हामी चाहिँ बाटो पुरै अफ रोड हो होइन अब यहाँ चिसो नि भइसक्यो माथि चाहिँ अलि केटाहरू अगाडि नै पुगिसक्यो धेरै म त्यहाँ छुटिसकेँ पछाडि आफ्नो यो अलि बुलेट त गइहाल्छ नि त मजाले बाइकै माथि लिएर जाऊँ न सो फुलचोकी डाँडा त्यो हो हामी यता पुरै छौँ अपोजिट हामी कतिमा छ यही हो हामी थाहा छ 2600 मिटरमा रहेछौँ अनि यसो चेक पनि गर्न मिल्छ यार पिकनिक आएर रहेछ नि खाना त्यो गाडीमा होला नि पिकनिक खाना हाम्रो एकजना खै त मेम्बर 2600 माथि छौँ हामी 2600 माथि हो 1800मा 1400 हो यहाँ हामी यो मन्दिर आइपुगिसकेका छौँ मन्दिर एकदम हाइटमा रहेछ होइन अनि स्वयम्भूको भन्दा ठुलो छ भन्ने सुनेको हो मैले चाहिँ होइन यहाँ एकदम चिसो मौसम पनि रहेछ अलिकति यता अब काठमाडौँमा जस हिउँ यहाँ चाहिँ हिउँ पनि पर्दो रहेछ भनौँ न
यस्तो छ किनभने फुलचौकी डाँडा चाहिँ उताटिको होइन पुरै कुहिरोले छेकेछ फुलचौकीकोमा हिउँ पऱ्यो भने यहाँ पनि हिउँ परिहाल्दो रहेछ होइन यहाँ छ 3टा मूर्ति हाम्रो ठ्याक्क स्वयम्भूको स्टाइलमा ठाउँ कस्तो छ त एकदम अरू डाँडा त सब तल देखेको है यहाँ आएपछि त एउटा मात्र माथि छ त्यो पनि ढाकेको छ फुलचौकी राम्रो बनाएको छ है यो चाहिँ उताको र यो उता स्वयम्भूको र यो सेम रहेछ नि है सुनमुको भन्दा पनि ठुलो साइज चाहिँ ठुलो छ हल्का ठुलो छ सो यति नै हो होइन अब हामी एकछिन यहाँ बसेर कहाँ गुफा फेरि यो के हो त नि जानु वास्ते 5 मिनेटमा पुग्नु भने कल गर्नु है 10 मिनेट टाइम पुग्नु न यसपछि हामी गुफामा पनि जाँदो रहेछौँ है यो मन्दिरलाई के भन्छ थाहा भयो यसलाई त कोन्जियोसोम गाउँपालिकामा भएको कोन्जियोसोम नै भन्छ यो ठाउँको नामै कोन्जियोसोम प्रतिमा भन्छ त कोन्जियोसोम प्रतिमा हामी चाहिँ अब गुम्बा हेर्न जाँदैछौँ कुञ्जेश्वरम आउनु पऱ्यो भने चाहिँ 2578वटा सिडी चढेर चाहिँ माथि कुञ्जेश्वरम जान सक्नुहुन्छ तपाईँहरू होइन हाइकिङको लागि अनि अब हामी चाहिँ बाइकमा आएको माथिसम्मै होइन केटाहरू तल ओह्रालो झर्दैछन् गुम्बाको लागि तल जाने हो खै के भन्छ यिनीहरूले दर्शन गरिहालौँ यहाँबाट